तपाईँहरू कल्पना गर्नुहोस्, एउटा जन्म दिइसकेपछि सबभन्दा सुरुमा माया गर्ने आफ्नो आमाले नै केही समयपछि छोड्यो भने कस्तो होला। अहिले सामाजिक सञ्जालमा धेरै नै भाइरल भइरहेको जापानको चिबामा रहेको इचिगावा भन्ने ठाउँको भाइरल बाँदर, उसको नाम रहेको छ पन्ची। उसलाई आमाले सानैमा त्यागेर गएको हुनाले त्यहाँको इचिगावाको चिडियाखानाको मान्छेहरूले चाहिँ बोतलमा दुध दिएर पालेको रहेछन् र साथसाथै उसलाई कपडाको एउटा नरम कपडाको ओरङबुटानको खेलौना गुडिया पनि दिएको रहेछन्। र एउटा आमाको साथ र माया नपाएको त्यो पन्छीलाई त्यो एउटा खेलौना नै एउटा सहारा बन्न पुग्यो। तर त्यो चिडियाखानामा थुप्रै बाँदरहरू थिए तर पन्छी भने जहिले पनि एक्लै एक्लै भयो, किनभने पन्छी चाहिँ त्यो बाँदरहरूसँग जति घुलमिल हुन थाल्यो भने बाँदरहरूले अप्नाएनन्छन्। जहिले पनि टोक्ने, यताउति लखेट्ने, धकेल्ने गरेर उसलाई अत्याचार गरेछन्। त्यसपछि ऊ डराएर अगाडि त्यही गुडिया भट्टामा सुत्दो रहेछन्, बस्दो रहेछन्। उसलाई एउटा आमा जस्तो प्यारो लाग्दो रहेछ नि त्यो भनेको। त्यत्रो बाँदरहरूको हुलमा पनि पन्छी भने सधैँ एक्लै हुन्थे, किनकि उसलाई कसैले पनि माया गर्ने थिएन र त्यो बाँदरहरूको हुलको सदस्य पनि थिएन। यो पन्छीको सङ्घर्षको कहानी चाहिँ एनएचके ओल्ड जापान भन्ने मिडियाले पनि प्रसारण गरेको थिए। पन्छीको त्यस्तो अवस्था देखेर चाहिँ अहिले विभिन्न मिडियाकर्मी लगायत जापानिज नागरिकहरूले चाहिँ त्यहाँ चिडियाखानामा गएर ओरङबुटानको गुडियाहरू डोनेसन गरेको छ अरे पन्छीको लागि भन्ने सुन्नमा आएको छ। र एउटा खुसीको कुरा, पन्छी पनि बिस्तारै बाँदरहरूको समूहमा घुलमिल हुँदै आएको छ अरे र बाँदरहरूले पनि बिस्तारै एक्सेप्ट गर्दैछ अरे भन्ने सुन्नमा आएको छ। तर बाँकी कुरा के हो अझै बुझ्न बाँकी नै छ। पन्छीले अझै समाएर बसेको छैन, त्यो खेलाउन होइन, त्यो एउटा भरोसा हो, त्यो एउटा आशा हो। त्यो कथाबाट चाहिँ हामीले के सिक्न सक्छौँ भने हामी जिउनको लागि चाहिँ एउटा सङ्घर्ष गर्नुपर्छ, हिम्मत कहिले पनि हार्नुहुन्न भन्ने एउटा पाठ सिकिन्छ।